wastelands through the highways, and on we'll go. A few moments later. हेलो गाइज वेलकम टु माई न्यू डे न्यू ब्लग। आज चाहिँ हामी साथीभाइसँग यसो अब बल्ल बल्ल जमघट भएको कति वर्षपछि हामी अब केराबारीतिर घुम्न जाँदैछौँ। केटाहरू यता छन्, जमघट भइरहेछ केराबारीमा। केटाहरू छन् यता, डिप्पी तरिकाले हेर्दैछन् केटाहरू। फेरि आयुष, आदित्य, अर्जुन, सन्देश, मनिष, म चाहिँ आशिष है गाइज। अब हामी जाँदैछौँ। अब चाहिँ अहिले चाहिँ हामी गाडी छुट्यो घरदेखि, अनि अलिक माथि गाडी रोकेको छ, त्यहाँ जाँदैछौँ। त्यहाँ भेट्यो भने हामी सिधीमा जान्छौँ, अनि त्यहाँ रोडदेखि गाडीमा गइहाल्छौँ। 2000 years later. अहिले चाहिँ गाइज हामी खोर्सानी आइसकेको छौँ। खोर्सानी ठाउँमा हेर्न सक्नुहुन्छ, खोर्सानीको बोट गइसकेको छ। अब हामी यहाँदेखि केराबारीतिर लाग्नुपर्ने हुन्छ, केराबारीतिर लाग्नुपर्ने हुन्छ। यता साथीहरूसँग यसो जमघट हुँदैछ। केटाहरू फेरि उहाँ बट दोकान हिँड्दैछ अर्को एउटा मनिष भन्ने। अब सकेसम्म सुरुमा सब्सक्राइब गरेर नबिर्सिनु हाम्रो च्यानललाई। छिटै हामी मार्केट लिनेछौँ। केटाहरू चिक्ना भएर हिँड्दैछ। यता चाहिँ मनिष यता अब गाडी स्ट्यान्ड जाइसक्यो, तिनीहरू छ गाडी स्ट्यान्ड। अब यही गाडीमा छोडेर लाग्नुपर्ने हुन्छ मासतिर। यहाँ अटो छ, भुड्डे अटो। अहिले मार्केट खाएको यही गाडी हो। सकेसम्म ओ केही भन्दैन त ब्लगमा। मेरो नाम आदित्य भण्डारी। त तेरो नाम के अरे? म त ब्लगको ओनर अरे यो होइन। गफ चाहिँ अति दिइहाल्यो यसले फेरि। अब अति भन्नु गफ होइन, के भन्नु अब, धेरै गफ चोद्दो रहेछ यसले। गाडी जान्छ हो, आइज न। अब यही गाडीमा जानुपर्ने हुन्छ हामी। यहाँ हामी टिकट काउन्टरमा आइसक्यौँ। यहाँ अङ्कल हुन्छ टिकट काट्ने। कसरी टिकट अङ्कल? 50 टिकट होइन, कति 6 जना? कति बेर जान्छ? 9 बजे। हेर त गाडी। ए धराने गाडीमा 9 बजे पुग्छ। तिमी ठिक्क भेट्छौ गाडी, ठ्याक्क भेट्छौ। धरान जाने होइन नि त, हामीले केराबारीमा जाने हो नि त। फेरि फर्किने गाडी कहिले पाउँछ गाडी? राम्रो अङ्कल हुन्छ यहाँ। फर्किन चाहिँ Wait, राम्रो मान्छे देखाएन? A few moments later. तपाईँको नाम के भनिदिनु त? तिमीले धरान होइन दसैँमा यहाँले केरारी पुरी त्यहाँ कोटाकोटी पुरी पनि। तपाईँको घर चाहिँ यहाँ हो? तपाईँको शुभ नाम? यहाँको लगन खेल बसिरहेछ। Sorry guys. गाडीमा जानुपर्ने हो खासमा। गाडीमा जाने हो। केटाहरू ढाइसेल्दैछ यहाँ चाहिँ केटाहरू। म चाहिँ यहाँ छु अहिले चाहिँ। अब हामी यहाँदेखि केराबारीदेखि धोलपुर छोडेर घुम्ने, एकछिन घुम्ने, साथीहरूसँग रमाइलो त हो। अनि त्यसपछि हामी अगाडि बढ्ने हो। हेर्न सक्नुहुन्छ हामीले ल गाडीमा चढिसक्यौँ। साथीभाइहरू यता छन्, उभिरहेछन् सिट नपाएर। यता दुईवटा गोठीहरू छन् यता। यतातिर चाहिँ के भन्नै पर्दैन। अब देख्दै फेरि यता आदित्य जङ भन्दा हामी डाइस खेलिरहेको। त्यहाँदेखि लगभग हामीले 10-12 हजार जित्यौँ। 10-12 हजार जितेर आएको छौँ। ल सबैभन्दा सुरुमा सब्सक्राइब गर्न नबिर्सिनु होला। हाम्रो 1K पुग्न आँटेको छ छिट्टै। अब भाइ भन्दैन त के अब मेरो गाडी हिँड्ने बेला भइसक्यो। तिम्रो नाम के भन्नु? घर कहाँ हो? घर लाल बिचीले क्या कस्तो राम्रो छ। गाडी प्याक भइसकेको छ। केटाहरू उभिए, एउटा चाहिँ बसिरहेछ, म चाहिँ यहाँ छु। अब यता हेर्न सक्नुहुन्छ यस्तो ढाइस चलिरहेछ। यस्तो छ सहर। यो खोर्सानी भन्छ यसलाई। स्टिल हामी खोर्सानीमा छौँ। अब यहाँदेखि हामी माथि जानुपर्ने हुन्छ केराबारीमा गएर यसो घुमघाम, अनि बेलुकातिर फर्किने हो। बेलुका फर्केन भने घरमा काटिहाल्छ नि, गाह्रो छ। गर्मी छ धेरै, घाममा परेको छ। यहाँ डिजे बजिरहेछ, हल्का भाइब्रेसन दिइरहेछ यो डिजेले। माइक चलेको छ छैन भन्ने कुरा हो। ए माइक बन्द रहेछ यार गाइस, सरी मिस्टेक हो। A few moments later.
2,000 years later. यो गाइज फाइनल्ली हामी चाहिँ केराबारी आइपुगिसकेका छौँ। त्यसपछि अब हामी झुलुङ्गे पुलको यात्रातर्फ लागिरहेका छौँ। बाटो चाहिँ यस्तो छ, जे जस्तो भयो भने आज हामी सङ्घर्ष गरेर भयो भने त्यो झुलुङ्गे पुल पुगेर छाड्नेछौँ। बाटो यो जहाँ पुग्छ त्यही पुगेन भने खोल्दै खोला कुद्छौँ हामी। दामी पानी चाहिँ दामी रहेछ। भाइलाई डिहाइड्रेसन भयो जस्तो छ पानी होइन, भिडियो बनाउँदैछ टक्क मजा आएको छ। हामी अब भयो भने त्यो चुचुरो टुप्पी पुग्ने प्लान छ हाम्रो। त्यो टुप्पी फोरियच अफिसियलको जर्सी हो। तपाईँहरू पनि च्यानललाई सब्सक्राइब गर्नु। फोरियच अफिसियल पनि छ एउटा हाम्रो च्यानल। गिभअवे हुन सक्छ 1000 रुपियाँमा 100 टी-सर्ट गिभअवे टक्कसँग। जुड बेलिङ्गम हान्दै एकचोटि भाइ। बेलिङ्गम एम्बापे पनि हान्दै। नाइस मड्रिड फ्यान भन्छ क्या यसलाई। अब हामी टक्क सबभन्दा गाह्रो बाटो जाँदैछौँ, किनभने यसलाई भन्छ लाइफमा होइन, लाइफमा सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको के हो भने नि नेचर थेरापी भन्छ नि, हो त्यही हो क्या। यो नेचर थेरापी हो। हामी अहिले सबलाई लाग्दो होला यिनीहरू भित्ती हो भनेर, तर भित्ती चाहिँ होइन, कोही पनि त्यस्तो छैन, सब सोझो छन् यहाँनिर। टक्कसँगले हामी जाँदैछौँ। डोन्ट जज अ बुक बाइ इट्स कभर भन्छ नि, त्यसको अनुहार कालो हुँदैन त्यसको नाम काले होइन क्या, त्यो गोरे पनि हुनसक्छ। नेपालीहरूको नाम कस्तो दामी हुन्छ, जोसँग पैसा हुँदैन त्यसको नाम धनबहादुर हुन्छ नि त। त्यही भएर हो क्या। गोरेको कुरै छैन, जोसँग पैसा हुँदैन त्यसको नाम लक्ष्मी हुन्छ। अनि छैन। अब अहिले तपाईँहरूलाई थाहा चाहिँ छैन, यो समाजमा क्या हल्का ब्यागी पेन्ट लाउँदैमा क्याप लाउँदैमा सबले के भन्छ ट्यापे भन्छ क्या, ट्यापे भन्छन् क्या। तर यही कुरा त्यही नेपाली बस्ने छोरो यदि विदेश गरेर लायो भने भाइ त नयाँ जेनेरेसनमा गइसक्छ कस्तो राम्रो देखेको भन्छ क्या। यो सोच बदल्नुपर्छ क्या हामीले मान्छेको। लुगा होइन, लफङ्गे होटल छ अरे, सिरुघारी नै सिरुघारी छ, तर मस्त मजा आइरहेको छ जे होस्। अब भरे कसम तर उठ्न सकिन्न होला कि, त्यही पनि लेट्स इन्जोय टुडेज मोमेन्ट भन्छ नि। फ्युचरको बारेमा किन सोच्ने, अहिलेको बारेमा टक्कसँगले गरिदिउँ। झुलुङ्गे पुल वहाँ पर छ, आज त त्यहाँ पुगिन्छ, खोला पनि छ। भन्छन् नि आफ्नो डेस्टिनेसन आफैले फिक्स गर्ने हो क्या, पुग्ने नपुग्ने आफ्नो हातमा छ। त्यसैले हामीले डेस्टिनेसन बनाएको छौँ, हामी त्यहाँ पुग्छौँ र वी विल डु द्याट। के हो गाइज, सबले सब जोसमा छ। अहिले एकछिन पछि त्यहाँ आधी घन्टा पुगेपछि फाँक हुन्छ, मलाई थाहा छ। स्टामिना छैन नि त केटाहरूको। जे पाए त्यो चाहिँ नभन्ने यार, भ्लग हो यार, फ्यामिली भ्लग बनाउँछु म, तिमीहरू यस्तो गर्छु। कुशल दाईको भिडियो हेरेर इन्सपायर भएको हो कि हामी चाहिँ, तर अहिले हामी मुखसुख छाड्दैनौँ। बिग फ्यान हो कुशल दाईको होइन, जिडीको। अनि त्यसपछि अर्को भनेको के हो यार, त्यसको नामै बिर्सेँ मैले, जेरी लिम्बू होइन। सब कन्टेन्ट क्रिएटरहरूले राम्रो एफर्ट गर्नुहुन्छ नि त, मजा आउँछ क्या। जे एउटा हुन्छ नि जस्तो मुडमा पनि आएर हेर्न मिल्ने नाइस मुड बनाइदिने खालको भिडियो बनाउनुहुन्छ, दामी लाग्छ। साजन दाई त नम्बर 1 भइहाल्नु भयो। साजन दाईको हाँसै मिठो छ, अरू त के भन्नु। जलान दाई दामी। साजन दाई त प्रोटेस्टमा गएर पनि मस्त कमेडी हानिदिनुहुन्छ, अनि के भन्नु। र हामी आधी पुग्दैछौँ, सायद यहाँदेखि बाटो छैन पनि होला मलाई लागेसम्म होइन। अब खोला तर हुन्छ कि कसरी हुन्छ, हामी पुग्छौँ त्यहाँ। अब हल्का अब एकछिनमा पनि मुमेन्ट्स त इन्जोय गर्नु पर्यो नि त। हामी बेला बेला सानो क्लिप्सहरू लिएर आउने नै छौँ। ल फाइनल्ली हामी पुगेको छौँ आधीसम्म। ल अब बाटो चाहिँ झन् भयङ्कर रहेछ। मनिष भाइ के कस्तो हुँदैछ अनुभव? एक्साइटेड छ छैनस्? एकदम धेरै एक्साइटेड। लास्टै एउटा हाम्रो एक दिनको प्लानिङ आज हामी बनाएको प्लानिङ आज हामी आइसकेको छौँ।
अनि अनि नजिकै पनि हाम्रो एउटा भाइन्स पनि आउनेवाला छ पानी पनि दामी छ त्यो जम्मे अर्को योवाला पानी हो हाम्रो छिटै नै एउटा भाइन्स आउनेवाला छ कृपया हेरेर रमाइलो गरेर च्यानलमा सब्स्क्राइब गरिदिनु होला मनोरञ्जन दिनु होला सब एनर्जेटिक छन् अगाडि दुईजना छन् सबभन्दा धेरै उयो छन् कसम भनेको चाहिँ लाइन नहुँदा पनि हामीले पावर ब्याङ्कबाट चार्ज हालेर बनाएको भिडियोहरू हो क्या लास्ट एफर्ट लागेको छ अब हामीलाई आइडिया नआउन सक्छ होइन तर मेहनत चाहिँ गरेका छौँ लेट्स सी के रिजल्ट आउँछ ल अब यहाँदेखि बाटो छैन मलाई लागेसम्म अब हामी खोलाको बाटो जान्छौँ यहाँबाट दिस इज कल रियल एक्सप्लोरिङ अब हुन्छ मौतको नङ्गा नाच पता रहे ना किसी का हमें यही कहे ये पल जिंदगी का हमें पता रहे ना किसी का यही कहे ये पल जिंदगी का के खुद गर्ज सी ख्वाहिश लिए बेसास भी हम तुम जिए गुलाबी गुलाबी समा A few moments later. केटाहरूको सल्लाह हुँदैछ यहाँ चाहिँ के खाने भनेर सल्लाह हुँदैछ हामी अहिले कुन होटल भन्दाखेरि होटलको नामै थाहा छैन 2000 years later. अब चाहिँ हामी फर्किँदै अब घरतिरै जाँदैछौँ गाडी पुरै प्याक छ हामी फर्केर अब